गर्दिनु नि क्या ओइ 2 घण्टा हैन के म तिमीलाई कति डोज दिन्छु भनिरहेको छु त 24 घण्टामा वान डेमा 24 घण्टा सम केटाहरु के आमामामा ओ तिम्रो भोइस रेट चेन्ज गर न लामा कस्तो खुला जस्तो यो पाली चाहिँ बवाल अब एकजना बवाल लानु न पनिशमेन्ट दिनुपर्छ म हान्दिन्छु फोर प्रणलमा छोल्दिन्न के म केटा हो फर्स्ट लट त सकिन्न सेकेन्ड लट नि सकिन्न थर्ड लटबाट बल्ल सुरु हुने सबले कपी हाने केटा सबले शेयर हाने रिपोस्ट हाने केटा मलाई त थाहा पछि अलिक हो कि जस्तो लागेको अब हेरौँ न कत्रो छ मान थ्यांक यू guys सो everyone मच double tap guys everyone guys into 2 into 2 into 2 into 2 guys into 2 मा खेल न अलिअलि यार कति चलेको थ्यांक यू सो मच ब्रो नाम देवा into 2 मा खेल न अलिअलि भएन into 2 मा के guys कोही छैन के हाम्रोमा डबल ट्याप झ्याउै लाग्ने कि यस्तो हो ओइ मसँग गर्ने केटी तिम्रो नाम के रे मेरो नाम सोनी प्रधान हो सोनी भेट्यो भने नि के रे यो विशालको त यस्तो हो क्या दिदी सानो ठुलो मात्र भएर भएन सानो मात्र भएन जसरी भयो नि माथि स्वर्गमा पुर्याउनु आँखा पल्टाउनु सक्नु पर्यो सुन न पोइन्ट हेर न मान्छे हेर तिमी के मसँग भेट्यो भने थापुले दिन्छ थापुले जिते तिमीले मेरो 2 घण्टा चाटा मैले तिमीलाई 2 घण्टा ठोक्छु के रे तिमीले मेरो 2 घण्टा चाटा म तिमीलाई 2 घण्टा ठोक्छु मलाई चाहिँ चाटा नबरु 1 घण्टा जति 20 मिनेट जति चाटा म त सिक हुन्छ आँखा पल्टाइदिन्छु आँखा पल्टाइदिन्छु तिमीले त कस्टम जिब्रोले गर्यो भने त पुरै सानो भाइ नि चाहिँदैन होला के त्यही त भन्न छ अघिदेखि मैले त्यही त भन्न छ हेर न यी भित्रै सम्ममा आएको छ ओए भित्रै गएर यस्तरी हल्लाइदेऊ न पुरा गएर हल्लाइदेऊ न मजाले अनि पानी होस् क्या नवलपुरको बिल्ला विशाल तम कता घुस्ले यो विशाल कस्तो आफू चाहिँ सिक हुन्छ चाटा हामीलाई चाहिँ रन्काउने कुरै गर्दैन उतै जित्दै बनाउनु खोज्दैन ओइ भ्याउ लाग्यो 5000 पुगाउन किन फेरि दिने कि यिनीलाई पनिशमेन्ट छिटो केटा छिटो कहाँ गयो तिमीहरु कता गयो दिदी सुब्बा छिटो खाना आज यिनीहरूको दुध हेर्ने कि केटा बुझेन तिमीहरू दुध हेर्ने यो त नि यो विशाल त आफू सिक हुँदैछ जाटा केटीलाई कसरी सम्काउने यसमा केही कला छैन जाटा यत्रो बोकेर मात्रै हुन्छ लेट्स गो फर ट्याप ट्याप हेर पुग्यो ट्याप ट्याप मलाई आउँदैन जब एकचोटि केटी पाएपछि 10 हात छिराएपछि बल्ल थाहा पाउँछ कि बोकेर मात्रै हुँदैन भाइ तेरो कला देखाउनुपर्छ पुरा कि काम कति छ त्यो देखाउनु पर्यो मेरो गुल्ला फर्काएर देखाउँछौ त त्यो देखाउ त हेरौँ यी देखाउन लाइभमा पनि हेर्न चाहन्छु एकछिन देखाउँदा त केही हुँदैन कति चम्केको मेरो गुल्ला हेर्न लामो तिमी मसँग गर्ने भनेको होइन अनि केसँग उ झुसेसँग चम्किरहेको ए झुसेसँग चम्केर मलाई फिलिङ चाहिँ आउँदैन घिर्नु लाग्छ भुत्लै भुत्ला यहाँ त काटेको छैन धन तल कस्तो होला मेरो गुलो हेर न कस्तो फिलिङ्स आउँछ तिमीलाई तिमीले कसम होइन तिमीले अब के भन्ने के तिम्रो थोपडा देख्दै त मलाई छोल्न मन लागिसक्यो अरू कुरा थाहा छैन त्यो हेर्न पाएँ त म त बेहोसै हुन्छ होला यार कसम यार हुनु पर्ने बिहोसै हो कामै त्यही हो त्यसको बिहोस पर्ने आँखा पल्ट्याउने ढल्ने सुत्ने झार्ने ढल्किने टाउको दुखाउने त्यही हो कामै त्यही हो सुन न छापु म एउटा कुरा भन्छु प्रधानले चाहिँ हामी जस्तो केटा नपाएर सुड्डोहरूको पछि लाहा कि बुझेनौ सुड्डोहरूको अब सामान उठ्दैन नि त अब त्यही चाहिन पर्ने के त्यही चाहिन्छ के छिराउँदा नि भित्र कुलु 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 गरोस् न अनि हामी चाहिँ ठाड त पाउनु नि पर्यो नि लामो जाऊ सुड्डोहरूको पछि त्यही त भनेको बरु यो विशालसँग जानु भन्दा त बरु उसँग जानु जाति सुट्टुहरू नै खोज्ने विशालको त भुत्लै घिन लाग्छ क्या अलिकति गर्दा नि सफा मगमग बास्न आओस् क्या सुत्दा नि भुत्लै मुखैमा भुत लाग्छ झन् ठाउँमा कस्तो होला मलाई घिन लाग्छ भुत्ला त मनै पर्दैन आई डोन्ट लाइक बाहुनको त्यो दारी भन्दा त मेरो तलको दारी कस्तो लामो छ सबै माछालाई त यो अलिकति जुङ्गा यस्तो भुत्लाहरू भएन नि माछालाई त केटी यस्तोसँग यो हामी उयो हो त माछालाई लेस्बियन हो त माछालाई अलिक केटा र केटीमा हुनु परेन अलिकति माछालाई त्यही चिल्लोसँग त के गर्नु म त घिन लाग्छ भुत्ला त मन पर्दैन यो थापुको चाहिँ राम्रो त तर विशालले मलाई छैन म त मगर हो मेरो छैन यार मेरो भुत्ला छैन यार ओए तिम्रो कुरा गरेर म सुभासँग कुरा गर्छु सुभा भन त तिमीरोमा कुरा गरौँ बिना दारीवाला नारी दुइटा हेर सेम टु सेम देखियो सेम टु सेम हेर त
एकछिन म भन्छु तिमी हेर न, तिमी मा कसम भगेर मलाई त सुब्बा के भने विशाल तँलाई त म त नि छापुर मैले जुम्ला छोरा जन्म त साल परपरी भुटेर सान्तारामसँग सुब्बा। तँलाई खुवाउँछु बुझिस् ओए सुन न यो बाहुनको थपडा हेर न तिमीलाई मेरो चाहिएको कि चाहिएन भन त तिमीलाई मेरो चाहिएको थपडा हेर न केटा भगेराको गुड जस्तो छ पठान भगेराको गुड। विशाल डेमो कुरा नगर न भर्खर यार अन्किसके कसम भनेको उठेको गरे यार तिमी त्यही त तिमी म तिमी हेर्छु बोल्दै क्या, बित्तिकै अनि यस्तो मलाई पनि यस्तो मन पर्यो भने त घाँटी न्याकेर माथिकने माथिबाट दिन्छु म बाहुन पनिसमेन्ट दिने कि नदिने तैँले भाइ पनिसमेन्ट गर पनिसमेन्ट गर गेम दुध खेलाउनु पठाउन एकचोटि त लामा यहाँ मेरो केटाहरू सिक भइसक्यो यार ओए पनिसमेन्ट भनेको तिम्रो टाउको तल खुट्टा माथि गर हामी सिक भयौँ अब हामी छोड्ने काम मात्र हामी छिटो टाउको तल खुट्टा माथि गर तिनवटा हुन्छ पनिसमेन्ट तिनवटा भन् टाउको तल खुट्टा माथि अर्को भनेको टाउको गरे टोयलेटको त्यो पानी खाने अनि थर्ड पनिसमेन्ट ओए आइमे नबोले तिमी नाबालिका नाबालिका कात्तिका किन आइमे सोलो सोलो भनिरहेको छ कि यिनीहरू यार तिमीहरू छोडेर सक्यो तिमीहरू त झर्यो पुग्यो तिमीहरूलाई सोलो सोलो भनिरहेको छ यार कसम भनेको अब सुनेको अहिले मेरो यहाँनिर यो छ्या। कसम यिनीहरूलाई छोडेर पुग्यो जस्तो छ थर्ड पनिसमेन्ट भनेको उता कुनामा जाने जसले पनि सोलो सोलो भनेको छ नि कसम सुन जुम आउट गर्ने कुनामा जाने मजाले यो हल्का खेलाउने बुझेनौ पनिसमेन्ट हेर न यहाँ गुलाहरू कस्तो कुरो गर्छ यार। हुँदैन त्यस्तो त हुँदैन आइडी जान्छ यार कुनामा जाऊ न जान्न आइडी कुनामा यिनीहरू आइडी मोबाइल राखेर यिनीहरू आइडी जान्छ भनेर मात्रै भनिन्छ केटीहरूलाई धेरै स्ट्रिक गरेको छ क्या 100 आइडी हो क्या यो कस्तो कुरा गर्छ यार त्यसो भए तल औँला हालेर पानी निकालेर चिपचिप गर अरू म जान्दिनँ सिधा कुरा ल केटाहरूले सिक गराएको होइन ल हो पानी निकालेर मजाले ल छिटो छिटो त्यही बसेर मजाले फिल लिग तल औँला हाल मजाले होइन अनि चिपचिप हुनु पर्यो यस्तो देखाऊ पानी निकाल्ने मात्रै देखाइन्छ एकछिन पछि ल पानी हाल्यो चिपचिप देखाऊ चिपचिप जसरी चिपचिप देखाऊ लामो ल हाल सुरु गर ओए के मोटी के त्यही हो दुईटाले त्यही हो छिटो गयो स्टार्ट गेम हुँदैन हो म त गेम स्टार्ट हान गेम स्टार्ट हान छिटो विशाल उता हुन्छ कि त्यस्तो खालको नगरे म त यस्तो त गर्दैन यार मासला म त गर्छु यार यसले त मेरो लागि हैन म त गर्दैन यार त म त गर्दैन नै ओइ म त गर्छु यस्तो हुन्छ म जो पाइटेसँग गर्दिन को मान्छेको फिलिङ्स आउँछ त्योसँग म्याटर हुन्छ नि त दिदी अनि छिटो गर न यार मेरो केटाहरू सब काम सुरु भइसक्यो सुब्बा गर न त्यतिकै औँला हाल न भनेको अनि पानीमा त निकाल्दै चिपचिप म यो बाख्रा कराउँछु हैन डगी भएर कुकुर कराउँछु बरु हैन त्यस्तो दिएन मलाई ल डगी बनाइ मजाले डगी बनेर कुकुर कराऊ जाऊ डगी बना स्टेपमा पुरै मैले अस्ति गरेको थिएँ नि त्यस्तरी नि सेम पुरै झुन्डिनु पर्यो तलदेखि माथिसम्म पुरै झुन्डिनु पर्यो सबै देखिनु पर्यो ओए केटा हेर त कत्रो भोगटे हो यार त्यो सर्ट हटाउनु यार मजा आएन कि सर्ट हटाउनु कोही चाख्दैन बोटैको भोकटेले ठाउँ मात्रै कसम आजभोलि भोगटे किन देखिया छैन भनेको त यता पो झुन्ड्याएर चाहिँ यार दुईटा भोगटे यार रस छ कि छैन त्यो भोगटेमा ओए केटी रस छ कि छैन रस अलि मजाले अलि बेस थ्याङ्क गरी यू सो मच ब्रो थ्याङ्क यू थ्याङ्क यू दिवान ओए प्रधान त्यो इफेक्ट हटाऊ लामो सुडी इफेक्ट हटा तँलाई इज्जत हुन्छ तँलाई लाज हुँदैन त्यस्तो कसरी गर्नु हो अहिले पानी निकाल्दै भएन तेरो मुखमा हालिदिन्छु पक ओए केटा यसले त हात हालेछ यार हातले मजाले हातले थ्याङ्क यू वाक्रे ओए 5000 पुरा केटा 5000 अलि मजाले हल्का कुकुरहरु यस्तै अलि रिसा जस्तो कि यस्तै गर यस्तो मैले त भगरे त देखा पानी देखाउ त पानी देखाउँछ एकछिन अहिले निस्किन्छ त भने जस्तो ओइ भनेपछि निस्किन्छ एकछिन टाइम लाग्दैन अनि तँलाई ओ केटा ओए बाउन त्यो फिल्टर हटाउन पडा त्यो फिल्टर हटाउन पडा भएन यो भएन फिल्टर हटा अहिले छिटो चाहिँ कसरी झिक्नु अब औँला मजाले प्याट औँला फिलिङ आउनु पर्यो कि आँखा पल्टा हाल भनेको औँला थापु रेडी भइसक्यो थापुले सम्झी औँला होला न यसरी होला न टिचिङले तँलाई यस्तो गर्न प्लिज
ए डबल ट्याप पनि गरेन हो, डबल त्यसरी। ट्याप पनि गरेन डबल ट्याप ओए, पनि ओए, च्यालेन्ज खोला न ओए रन्ट्यो कि मेरो लामो रन्ट्यो कि नगर न त्यसले त्यहाँ केही न केही त गरेछ है त्यसले त्यहाँ केही न केही त चिट गर्न खोजिरहेछ है चुप ओए औँला हालै मलाई थाहा छैन चिपचिप कस्तो हुन्छ मलाई थाहा अन्त मैले पनि औँला ओए हालेँ मेरो मेरो धेरै पानी सुन्नु न के भएको होला नि ओए ओए त्यो थाहा मोबाइल पाएको अलि पर्छ। नजिक लगाएर साउन्ड निकाल्न पठाउ न के कच 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 गरेको के छिटो ओए त्यो भने जस्तो समयमा जति बेला भन्यो त्यति निस्किन्छ र हाम्रो पनि त फिरिन्छ आउनु पर्यो तिमीले जिब्रो होइन के- हल्लाउनु पर्यो अलि बेरसम्म जिब्रो होइन कि हल्लाउनु कच पर्ने कच पो कच 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 गरेको आवाज मात्रै के त्यो देखाउन पठाएको होइन कि आवाज मात्रै मैले के त किन आवाज हल्लाउने र मैले त किन हल्लाउने थापुले मन परेको थापुले यो हल्लाउने डबल पनि खोलेन यार म त गाइस डबल ओए, ट्याप guys। गर्दा इ हेरे ओए, म त कुरै अनुहार कुरामा- देखाउँदिन हेरे ओए कुरै कुरामा ल्याङ नगर न सबले डबल ट्याप हान्नु नि केटा डबल ट्याप गाइस डबल ट्याप ए, त्यो होइन त्यो पानी जस्तो लाग्यो मलाई यार पानी जस्तो इस लाग्यो चुप इ पानी यस्तो ओए, हुन्छ देखाऊ। गोरु ओ, देखाउ त राम्रोसँग देखाउ न हो र बाहुन हेर त लामो यो होइन यत्रो मुजी चाट औँला छिराउँदै छिराउने केटीहरूले मुजी चाट औँला लाएर मुजी हामीले त छिराउन भनेपछि केटीहरूले मुजी दुईटा हाल्छ त मात्रै चाट हाल्छ चुप त्यही त भनिरहेको छु मैले नि यार फेक हो यार खुचिङबाट तिमीलाई त्यही दिन्छु होइन पानी त्यही भनेको मुजी अहिलेसम्म मैले चाट औँला छिराएन है दुईटा औँला छिराउँदा मुजी भयो बिस्तारै भन्ने मान्छे मुजी केटीहरू चाट आफैले छिराउँछ त चारवटा चाहिँ होइन है मसाले गडहरू मैले दुईटा औँला यसरी कच कच पारेको बुझिस् ऊ त जाऊ पानीको बोतल छ साइडमा म्याच त्यो अघि पानी पुरै त्यस्तो पानी। बाथरुममा पानी हुँदैन नि त्यो भनेको तल एउटा देखा चिप्लो तल देखा पदार्थ हो, तल थाहा देखा छ? तल देखा तल चिप्लो देखा पदार्थ तल देखा, हो। तल तल देखा। देखा त यहाँ हेर्न तल तिमीलाई त मुखेमा हालिदिनु पनि म त होरेछ कुकुरले नि देखे यार कुकुरले नि देखे यार थेत लाज तिमीहरूलाई बेच तिमीलाई थाङ्नामा सुतायो स्कारलेटले तिमीहरूलाई नि तिमीहरूको होइन तिमीहरूको के छ न के छ तिमीहरूलाई नि यसरी देखाउँदा नि हुँदैन तिमीहरूलाई चाहिँ च्यातिदिनु पर्ने भने च्यातेर नि तिमीलाई हुँदैन अझ चाट्नु नै पर्छ चाटेपछि मात्रै होरेछ भनेर बुझ्छस् तिमीहरू केटाको जात त्यस्तो बुझ्छस् होइन त्यो यो अनेस्टली कुरा गर्दाखेरि तैँले अहिले नढाँटिस तैँले ढाँट्नु चाहिँ होइन पुरा होइन त्यस्तो हो भने त पुरा यस्तो ऱ्याल ऱ्याल गरेर सिँगान जस्तो यस्तो च्याक च्याक हुन्छ क्या तैँले ढाँटेर ढाँट तिमीहरू थुक्क तिमीहरू जाठा खुचिङ गर त जाठाहरूलाई ओए एउटा कुरा सुन थापु अहिले त तँलाई भिसी गर्न जानु भनेछ अनि तँलाई अहिले नै पानी निकाल्यो भने भरे तँलाई कसरी इन्जोय हुन्छ लु भन्दा आफै सोच त तैँले ओए यस्तो लामो ल पैसा एउटा कुरा सुनाऊ प्रधान लामो ओए सुड्डी रोग अनि तिमीले औँला हालेको अहिले हात नदिकिन बस्थ्यो भन त लामा हात धुन जाऊ मैले यो हात पानी धोएर हो। मेरो आवाज आएन हात धोएर हात धोएको भन हात धोएको त सुन्नुहोस् न धोएर तर आएको। बाहुन तेरो झुसले होइन तेरो झुसलेमा पृथ्वी यति खुसी हात दिनु पर्ने तेरै झार है तेरै झार तेरो सस्तो मेरो म कसम यार के कस्तो मिठी स्मेल आएर आफू हेर त ओए केडा खोइ के पनिशमेन्ट ओए लामो जस्तो सेट यार ओए तिम्रो यार 5K छोरी पुराउने केटा कार्यक्रममा गफै तिमीले गफमा भुल्यो ओए 5K पुराउन 5K तिम्रो पुराउन यिनीहरूलाई पानीले अल्मलायो दिदी पानीले खुसीले 5K अल्मलायो 5K कसम यार यिनीहरूले यार छोल्ने कार्यक्रममा ट्याप ट्याप हान्ने बिर्से यार कस्तो छलुवाहरू हो क्या तिम्रो यार कति छोलेको यार ट्याप ट्याप पनि गेममा फोकस गर न केटा ओए थाहा गेममा फोकस गरौँ त यार सही त कटेको छैन जाठा सबै छोडेर बसिरहेको छ त अनि सही त कटेको छैन डबल ट्याप होइन नाचिक्ने सबजना भयभरको संसारको केटाहरू छोलेहरू सबै यहाँ बसेको छ जाँडका डुडेहरू डबल मलाई ट्याप चाहिँ पनि के गर्दैन अब मलाई चाहिँ के गर्न मन छ भने यो थापुरमा चाहिँ जुम्ला यत्रो छोरा जन्माएर यत्रो साल मजाले परि भुटेर लसुन अदुवा प्याज टमाटर हालेर यति रक्सीसँग खुवाउने यसको मुखैभरि साल हुन्छ नि ओए यत्रो स्टार्ट न ओए गेम स्टार्ट ओए 20 साल तँलाई भनेको हेर के भन्नु तँलाई खुवाउने बुझ्यौ 5,000 मेरोमा 5,000 जना छ ट्याप ट्याप हान न तिमीले भन न त उसलाई कस्तो कुरा गरेको तिमीले मेरो सपोर्ट दिएनौ थापु र मेरो छोरा थापु र मेरो छोरा गेममा पार्टनर भयो नि मेरो बेइज्जत हान्नलाई तिमीले भन्न सक्दैनौ थापुको के अरे थापुको छोरा अनि त भन्न सक्दैनस् जसले ओए सुड्डी आइमे प्रधान स्काटले झरेको जाट मेरो लार चार चुप्लाएर बस अब ओए सबले ट्याप ट्याप हान्ने केटा सब थ्याङ्क यू सो मच थापु ब्रो र मेरो थ्याङ्क यू यत्रो सो छोरो मच जन्माएर यसलाई साल यति खुवाउँछु नि लभ छ लभ छ तलको सानो भाइले पनि प्याट निधारमा हान्छु अनि म छिराउँछु फेरि चाकमा छिराउँछु फेरि अनि मन्दिरमा छिराउँछु ओए केडा छिटो 5,000 पुगो 5,000 पुगो अनि आउँदै हो क्या त्यसपछि गफ गर्ने केटाहरू यार
गाइस डबल ट्याप डबल ट्याप डबल ट्याप 5000 पुगो केटा हो, त्यसपछि आनन्दै चिलमा बसेर भएको क्या कमसेकम एकचोटि त हामी पनि जितौँ न यार हाम्रो त सबै दही जमेको रहेछ यार केटाहरूको हातमा दही जमेको मेरो सपोर्टरहरू कता गए आज होइन के गए कता सबले यो गेम जित्ने पनि हुन्छ केटा थाहा पुरा मेरो बच्चा कस्तो हुन्छ होला है अघिको पनिसमेन्ट भन्नु न बाउन्डे अघिको कुन चाहिँ दामी हुन्छ नि, म जस्तै हुन्छ नि माको चाहिँ मेरो न केटा पनिसमेन्ट कुन कुन टिम भन त पनिसमेन्ट कुन कुन केटा भन त मलाई भन सबले च्याट गाइस च्याटमा पनिसमेन्ट यस्तो गर्छु नि तिमीलाई म म्याचको फ्याच कि फ्याच 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 तिमी त भर्जिन छैन होला भयो, म त तिमीलाई त नगर्नु भर्जिन त त्यही खोज्न म भर्जिन त हो नि लामो कस्तो कुरो गरेको र मोटी कतिवटा आन्टी सकाएर बसिरहेको छ माछ्ने कसम हेरेर केटा विशालले चाहिँ हो रहेछ होइन त्यो हाँसेको हाँस ल म त सुड्डी लभर हो, मैले केही गर्न पर्दैन, सुड्डीहरूले सर्भिस आफै दिन्छ बुझेनौ। म होइन केटा म होइन, म सोझो हो म्याच, मैले केही गरेको छैन कसैलाई अहिलेसम्म छोको नि छैन। यसो भन्दै यहाँ च्याटमा के भन्दैछ भने यहाँनिर होइन थापुको गर्लफ्रेन्ड भूमिका मगर हो, भूमिका मगरलाई दरोड घच घच हानेर आएको भनेर भन्दैछ यहाँनिर च्याटमा। गाइस वन रोज प्लिज गाइस वन रोज हान्दैन यार खातेहरू चाहिँ माझेक्ने माडी कमेन्सन कुदेर आइथ्यो यहाँ कमेन्सन कुदेर आइथ्यो त्यो भूमिका भन्ने जाँचीले के भन्छ यार, किन त्यस्तो गरेको यार, त्यो अरू मान्छेलाई त्यस्तो नभन न लामो, अरूको नाम नल्याउ न यार तिमीहरू यार, किन नाम खराब गरिदिन्छौ। होइन छोड्दै त्यो कमेन्ट गरे नपढ्यो, कमेन्ट नपढाकै त्यस्तो अरूको नाम मात्रै बिग्रिन्छ यार। यहाँनिर भनेको छ क्या यहाँनिर थापुको गर्लफ्रेन्ड भनेर भनेको छ अनि त्यही माथिबाट अनि फेरि उयो मेरो उयो आयो आयो त्यही भएर बढी नबोल भनेको के, चुप लाएर बस न यार। म गएँ ल जाऊ सुड्डीहरू।